प्रिय बाबुहरू मेरो धेरै धेरै बाबुहरूलाई धेरै आशीर्वाद छ। बाबुको नाम के नि? आनन्द यादव। आनन्द यादव। बाबुको? रिदम कुवर। रिदम कुवर। कति क्लासमा पढ्छौ नि? 3 क्लास। 3 क्लासमा हो। ए तिमीले कतिमा पढ्छौ नि? म 2। यहाँ घुम्न आएको हो? हैन, खेल्न। खेल्न आएको हो। ए खेल्न रमाइलो छ। यो ज्येष्ठ नागरिक पार्क हो नि, तिमीलाई थाहा छ? ज्येष्ठ नागरिक पार्क भन्ने थाहा छ है? बिहानदेखि दिउँसो साँझ पनि यहाँ रमाइलो हुन्छ खेल्न बच्चाहरूलाई धेरै राम्रो छ, सुविधा छ। तिमी पुरै खेल्यौ? के खेल्यौ? हामीले क्रिकेट खेल्यौ होइन? बल खेल्ने होइन, योगा गर्ने होइन, रमाइलो लाग्यो होइन तिमीलाई? ए तिमी अहिले यो कहाँ छौ नि? कुन ठाउँ हो नि यो? के पार्क हो थाहा छ? ज्येष्ठ नागरिक पार्क थाहा छ? ज्येष्ठ नागरिक पार्क हो यो, मनिखा टार है। ठिक छ। तिम्रो घर कहाँनिर? मेरो घर कप्पन। ए कपन हो, कपनबाट आएको। रमाइलो छ जे होस्। बाबुलाई बिन्थ्यौ न। कस्तो लाग्छ तिमीलाई? रमाइलो लाग्छ? रमाइलो लाग्छ। के खेल्यौ त आज? आज क्रिकेट खेल्यो, फुटबल खेल्यो, भलिबल खेल्यो। अरू? त्यति खेल्यो है? कति 2-3 घन्टा खेल्यौ? रमाइलो छ? धेरै रमाइलो। दिनदिनै आउँछौ तिमी? ए अरू साथी पनि आउँछन्? आज उबाट आएको छ, असुन्दायहरू साथीहरू आउँछन्। ए अरू पनि आउँछन्? ए सबै घुम्छौ यो सबै? ए ठिक छ। रमाइलो रमाइलो लाग्छ भन्ने कुरा जानकारी बाबुले दिए। यो ज्येष्ठ नागरिक पार्क यो मनिखाटारमा राधाकृष्ण मन्दिरको नजिकै छ। यहाँ बच्चाहरूलाई आज मैले कस्तो रमाइलो भयो भएन भनेर बाबुहरूलाई सोधेँ, उनको नामहरू पनि सोधेँ। रमाइलो लाग्छ भने धन्यवाद छ बाबु। धेरै धेरै पढे, धेरै राम्रो नम्बर ल्याएर ठुलो मान्छे बन्नुपर्छ है। बुवा आमालाई एकदम माया गर्नुपर्छ। धन्यवाद छ। नमस्ते भन न। नमस्ते। नमस्ते नमस्ते। धन्यवाद। धन्यवाद। ल।